सीता कहाँ छौ तिमी सीता सीता तिमी यहाँ बसिरहेको छौ म तिमीलाई सबै ठाउँ खोजेँ के रो बसिरहेको छौ तिमी मलाई कस्तो पेट दुखिरहेको पेट दुखिरहेको छ अरे कति बेलादेखि पेट दुखिरहेको तिम्रो अघिदेखि दुखिरहेको हो र त्यसो भए अब गर्भवती भएको 5 महिना पनि भइसक्यो अब हस्पिटल गएर अल्ट्रासाउन्ड गराएर छोरो कि छोरी त्यो पनि चेकअप गराउँला के कुरा गर्नुभएको तपाईँले डक्टर साहबले भन्नुभएको थियो यो गलत हो अपराध हो बढी नबोल तिमी बढी नबोल मलाई छोरै चाहिन्छ छोरी भयो भने 1 वर्ष नानी हो बच्चाको लिङ जाँच गर्नु गैर कानुनी हो नि होइन मलाई छोरै चाहिन्छ छोरी भनेको बोझ मात्र हुन्छ अर्का घर जानी जात छोरी भने मलाई छोरै चाहिन्छ ल सिधा अब अल्ट्रासाउन्ड गर्न जानुपर्छ उठ तिमी नानी म जान्न यसो भने हुन्न आजै अल्ट्रासाउन्ड गर्नुपर्छ उठ तिमी उठ उठ डाक्टर साहब हजुर आउनुहोस् नमस्कार नमस्ते डाक्टर साहब म चाहिँ मेरो श्रीमती अनि उहाँ गर्भवती भएको 5 महिना भयो होइन अनि बिहानदेखि नै पेट दुखिरहेको छ भनेर हामी हस्पिटल आयौँ अनि अल्ट्रासाउन्ड पनि गरौँ भनेर अब अनि सुन्नुहोस् न डाक्टर साहब यो गर्भमा छोराछोरी छोरी होइन त्यो पनि थाहा पाउनु के कुरा गर्नुभएको यस्तो त्यस्तो अनैतिक काम गर्नु हुँदैन नि र पैसाको चिन्ता नगर्नुहोस् होइन जति पनि पैसा दिन रेडी छौँ पैसा सबै त हुँदैन नि हाम्रो पनि आत्मसम्मान हुन्छ होइन पैसाको लागि जे पनि काम गर्दैनौँ नि हामीले नाटक गर्नुहोस् डाक्टर साहब पैसा मैले भनिसकेँ पैसा नाटक गरेको होइन नि यहाँ त्यो काम त यहाँ कसैले नि गर्दैन भने डक्टरहरू प्रायः कसैले नि गर्दैन तपाईँ मात्र हो एउटा डक्टर यत्रो देशभरिमा जति पनि छन् डक्टरहरू यहाँ प्रहरीमा भने तपाईँ जेल जानुपर्ने हो नि यस्तो कामको लागि अहिले चाहिँदैन तपाईँको सेवा सुविधा हामी गयौँ अर्कै डक्टर जानुहोस् उठ सिधा यसको डक्टरसँग अर्कै डक्टरसँग तपाईँको बेला आफ्नो व्यवहार छ भयो चाहिँदैन तपाईँ जानुहोस् डक्टर साहब हामी आउन सक्छौँ आउनुहोस् आउनुहोस् डाक्टर साहब के समस्या भयो त के समस्या भयो उहाँ चाहिँ मेरो श्रीमती हो अनि उनी गर्भवती भएको 5 महिना भयो अनि बिहानदेखि नै पेट दुखेको छ भनेर हस्पिटल लिएर आएको अनि हस्पिटल आउनु साथ अल्ट्रासाउन्ड पनि गराउँ भनेर आएको भइहाल्छ नि अल्ट्रासाउन्ड त गराउनु के छ र अल्ट्रासाउन्ड त गरिहालिन्छ नि अनि सुन्नुहोस् न डाक्टर साहब अल्ट्रासाउन्ड गराएर अनि बच्चाको जेन्डर पनि थाहा पाउनु ए ठिकै छ ऊ उहाँ चाहिँ हजुरको श्रीमती हो नि त तपाईँ एकछिन बाहिर जानुहोस् न त म उहाँसित एकछिन कुरा गर्छु नि त के भन्दै हुन्थ्यो फेरि भन्नुहोस् त एकचोटि अनि डाक्टर साहब उनी चाहिँ मेरो श्रीमती अलि यो अल्ट्रासाउन्ड गर्नु पनि अलि मानेकी थिइन् मलाई चाहिँ अल्ट्रासाउन्ड गरेर जेन्डर थाहा पाउनु छ छोरा कि छोरी हो नि अनि छोरी भएपछि चाहिँ एबोर्सन पनि सोचेको छु मैले ठिक छ पहिला अल्ट्रासाउन्ड गरेर हेरौँ न के कसो छ त्यसपछि त भइहाल्छ नि होइन तर यो कुरा चाहिँ बाहिर चाहिँ गर्नु त्यसको चिन्ता बाहिर यसो डाक्टरहरूले बाहिर गरिदिँदैनन् हामीले चाहिँ भित्रभित्रै गर्ने हो होइन अलि यसको लागि चाहिँ अलिकति पैसा चाहिँ लाग्छ मेरो सहयोगको लागि पैसा त ल्याउनु पर्छ नि पैसाको चिन्ता नगर्नुहोस् डाक्टर साहब यदि छोरो भने राख्ने हो अनि छोरी भयो भने चाहिँ एबोर्सन हाल्ने हो अहिले चाहिँ म तपाईँ छोरी एडभान्स छोडिदिन्छु नि छोरी दिइराख्नुहोस् न तपाईँको काम भइहाल्छ नि हस् डाक्टर साहब एकछिन ढल्किनुहोस् त हजुर चाहिँ उहाँको कुरा हो है चेक गर्छु है सक्नुहुन्छ तपाईँ अनि डाक्टर साहब छोरा हुनु भएको छ कि छोरी भएको छ त्यो चाहिँ म तपाईँलाई बाहिर हुन्छ डक्टर साहब सब ठिक त छ नि सबै ठिक छ सबै ठिक छ केही समस्या छैन सबै ठिक छ स्वस्थ छ केटी नै देखेको छ होइन वर्षन गर्नुहुन्छ कि राख्नुहुन्छ अनि डाक्टर साहब छोरी हो भने त जसै भए पनि मलाई छोरा नै चाहिएको पैसाको चिन्ता नगर्नु छोरी हो नि बस्नु एकचोटि अफिसमा आएर मलाई भेट्नु होला है त
डक्टरसँग भित्र आउनुहोस् बस्नुहोस्। डक्टर साहब तपाईँको श्रीमतीसित आउनु भएन? निश्चिन्तै बाहिरै बस्नुहुन्छ। तपाईँको त अल्ट्रासाउन्डको रिपोर्ट आयो नि। अल्ट्रासाउन्डमा तपाईँको छोरी पत्ता लागेको छ। अब के गर्ने त? अब छोरी राख्नु हुन्छ कि एबर्सन गर्नुहुन्छ? छोरीले छोरी पत्ता लागेको सही त छ नि डक्टर साहब। छ। हेर्नुहोस् न, छोरी पत्ता लागेको छ। अब के गर्नुहुन्छ त? एबर्ट गर्नुहुन्छ कि छोरी राख्ने हो त? त्यो त तपाईँको हामी तपाईँको त डक्टर साहब एबर्सनै गर्ने जति गर्नुहुन्छ। हजुर अब त्यो एबर्सनको पैसाको बारेमा कुरा त तपाईँलाई थाहा नै छ। हजुर पैसा त्यसो त ल्याउनु भएको छ नि। त्यसो त चिन्ता नगर्नुहोस् डक्टर साहब। पैसा जति लागे पनि लागोस् होइन, एबर्सन चाहिँ गर्नु पऱ्यो। अब अहिलेलाई चाहिँ दिनुहोस् एडभान्स राख्नुहोस्। साइडबाट दिनुहोस् न। तपाईँको काम भइहाल्छ है। अब म चाहिँ अब तपाईँलाई बोलाउँछु है। त्यसको प्रक्रिया सुरु गर्छु एबर्सनको। म तपाईँलाई बोलाउँछु। तपाईँ आफ्नो श्रीमतीलाई लिएर आउनुहोस् है। हवस् सर, जति सबै छिटो गर्नु पऱ्यो यो काम चाहिँ। हवस् डक्टर साहब। सीता के गरेको ए मैले डक्टर साहबसँग अल्ट्रासाउन्ड पनि गरिसकेँ। छोरीले चाहिँ तिम्रो गर्भमा अब एबर्सन गर्नु पऱ्यो छोरीको। एबोर्सन किन गर्नु पर्यो? छोरी मान्छे होइन? होइन मान्छे मलाई छोरी चाहिन्छ, मलाई छोरै चाहिन्छ। छोरी भनेपछि अरू बोझ मात्र हुन्छ टाउको माथि। मलाई छोरो चाहिन्छ। यो एबर्सन गरिहाल्यो यो भोलि नै गएर तिमी बढी नहुँदा। के कुरा गर्नुभएको तपाईँले? छोरी पनि मान्छे नै हो नि। म पनि त छोरी नै थिएँ। तिमी बढी नबोले, तिमी बढी बोल्न लाग्छौ। मैले भनिसकेँ मलाई एबर्सन चाहिन्छ, मलाई छोरै चाहिन्छ, मलाई छोरी चाहिन्न। छोरी छ तिम्रो गर्भमा एबर्सन गरियो। म एबोर्सन गराउन। धेरै नबोल तिमी, भोलि गएर एबर्सन गरिहाल्नु। नाइ म त गराउन है। तिमी बढी नबोल है भनिसकेको म। यो छोरी मलाई चाहिन्न, भोलि गएर एबर्सन गरिहाल्नु। के बोल्नु भएको तपाईँले? छोरी पनि त परिवारको आधार भन्छन्। आजकलको जमानामा छोरीहरू पनि डक्टर, इन्जिनियर सबै कुरा बन्न सक्छन्। अनि त्यो छोरीलाई हुर्कायो, बढायो, लेखायो, अनि गएर अर्कै घर जाने छोरी। अनि यत्रो खर्च यति धेरै लगाएर किन गर्नु पर्यो? छोरी चाहिन्छ, मलाई छोरै चाहिन्छ। तिमी बढी नबोल। यत्रो 5 महिनादेखि पालिसकेको मान्छेले यतिकै फालिदिने भयो? फालिदिने हो, पछि गएर झन् बोझ भन्छ। अहिले चाहिँ फाल्दै अहिले सोच्दै नाइ हुन्छ। मेरो सन्तान हो। म त एबोर्सन गर्दिनँ है। तिमी बढी नबोल है भनिरहेको छु मैले। नाइ म त गराउन एबोर्सन। भोलि गएर एबर्सन गरिहाल्यो। जसरी भए पनि जसरी भए पनि जबरजस्ती गरेर भए पनि लग्छु मैले तिमीलाई। के बोल्यो? तिमीले आज आएर मलाई हात हाल्यो होइन पख। मलाई भोलि गएर जसरी भए पनि मैले यो एबर्सन गरिहाल्छु। म छोरै चाहिन्छ। डक्टर साहब, आउनुहोस् लिएर आएर अब छिटो एबर्सन गर्नु पऱ्यो है। ल बस्नुहोस् त, मजाले बस्नुहोस् है। फर्किनुहोस्। तपाईँ चाहिँ जानुहोस् है। तपाईँ चाहिँ बस्नुहोस्। घरकै रेडी गरेर डाक्टर साहब मलाई एबोर्सन गराउनु छैन। नाइ नाइ डक्टर साहब के भयो? एबर्सन भयो? राजेशजी, मैले त फुल ट्राई गरेको थिएँ आफ्नो, तर 5 महिना भइसकेको थियो। ब्लिडिङै यति धेरै भयो। तपाईँको श्रीमतीलाई मैले बचाउन सकिनँ नि। के भन्यो तपाईँले? मैले एबर्सन गर्नु दिए हो कि मेरो बुढी मान्छे? खै कहाँ छ मेरो बुढी? सरी राजेशजी, म आउनुहुन्छ। यसो भने हुन्छ मेरो बुढी मानेर? सीता सीता के भयो तिमीलाई? सीता 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 डक्टरले मारिदियो मेरो बुढीलाई। छोरी एबर्सन गर्नु पठाएको, त्यो बुढीले मारिदियो। मैले एक्लै छोडेर गएँ। तिमीले मैले यसो नगर्नु पर्ने यो। हेलो हेलो हजुर, यो इन्सपेक्टर पाण्डे बोल्नु भएको होइन? इन्सपेक्टर पाण्डे स्पिकिङ। हजुर, मेरो नाम चाहिँ श्याम प्रसाद हो र हाम्रो घरको नजिक एक छिमेकी बस्नुहुन्छ। हजुर हजुर हजुर, उहाँको नाम चाहिँ राजेश हो। अस्ति मैले उहाँ र उहाँको श्रीमती बिच एक झगडा सुन्न पाएको थिएँ। हजुर, राजेशजीले चाहिँ आफ्नो श्रीमतीको जबरजस्ती गरेर गर्भपतन गराउन खोज्दै हुनुहुन्थ्यो। यो त गम्भीर मुद्दा रहेछ त। उहाँलाई हजुर, उहाँको अनुमति बिना। अनि आज मैले भर्खर एकजना साथीबाट थाहा पाउन पाएँ कि उहाँको श्रीमतीको एबिसी हस्पिटलमा निधन भएको छ। हजुर, यही बारेमा तपाईँले जानकारी गराउँ भनेर मैले फोन गरेको। ल म यसो छानबिनमा अहिले नै लागिहालेँ। हजुर, हुन्छ, हस्। कसै सर भर्खरै कल आएको थियो श्याम प्रसादजीको। उहाँले भनिराख्नु भएको थियो
डाक्टर आयुषले चाहिँ अनैतिक काम गर्नुभएको रहेछ। को डक्टर हो नि यस्तो कहाँ बस्छ ऊ डाक्टर भर्खरै कुरामा आएको उहाँ गाउँमा चाहिँ यस्तो यस्तो हल्ला चलेको भन्नुभएको थियो। अब यस्तो अनैतिक काम त हुन दिनु भएन। यसलाई चाहिँ अब हामीले अन्डर कभर गरेर समात्नुपर्छ। जाम न त जाम है जाम 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 हिजो आउन सक्छौँ हामी? आउनुहोस् न आउनुहोस् के समस्या लिएर आउनु उहाँ चाहिँ मेरो साथी हो उहाँको बुढीको बारेमा उहाँलाई केही कुरा गर्नु छ। मेरो श्रीमती 5 महिनाको गर्भवती हुनुहुन्छ। हजुर भन्नुहोस् न अब उहाँको बच्चा अब हाम्रो बच्चा छोरा हो कि छोरी हो हेर्न परिन्छ। यो सिधी गराएर हेरौँ न एकचोटि। अब छोरा भइराख्ने विचार छ कि ठिकै त भइहाल्छ नि त्यो त चेक गरिहाल्छ नि हामी अल्ट्रासाउन्ड गरिहाल्छ नि त्यो ठिकै छ। अब छोरी भए खान मिल्छ होला नि होइन तल तल के गर्न मिल्छ छोरी भएपछि अवश्य गर्न मिल्छ। मिल्न त मिल्छ अब यो चाहिँ खासै सबैलाई भनिँदैन तपाईँलाई मात्र भनेको होइन यो कुरा चाहिँ बाहिर चाहिँ यसो नभनिदिनु होला होइन हामी त हामीलाई नि कति लाग्छ नि पैसा कति लाग्छ चाहिँ अब तपाईँलाई 4-5 लाख रुपियाँ जति चाहिँ लाग्छ होइन पैसाको त व्यवस्था गर्नुपर्छ नि टेन्सन नलिनुहोस्। तपाईँ पैसाको व्यवस्था गरिराख्नुहोस् काम त म गरिहाल्छु सबै काम राम्रो हुन्छ नि उसको बुढीलाई केही गाह्रो त हुँदैन नि। केही गाह्रो हुँदैन सबै ठिक हुन्छ होइन यसो पैसा चाहिँ योभन्दा अगाडि नै गर्नुभयो श्रीमती त ठिक हुन्छ नि पहिला नि एक्सिडेन्ट छ एकदमै ठिक हुन्छ केही पनि त्यस्तो केही पनि अब नर्मल हुँदैन सबै ठिक हुन्छ पहिला नि गरिराख्नु भएको छ नि। गएर छ टन्ने गएर छ कति गर्नुभयो ए टन्ने गएर त 40-50 हजार गरेर सबै ठिक भएको छ यो सबै ठिक हो यस्तो अनैतिक काम गर्ने कतिवटा गरिस् यस्तो छैन गरेको योभन्दा अगाडि तैँले जसको अपरेसन गरेको होस् त्यसलाई फोन गर मैले गरेको छैन सर। गर के मैले पड्काउँछु गर हामीले थाहा हुँदैन के कुरा फोन निकाल्ने तर हेलो हेलो राजेशजी एकचोटि तपाईँ मेरो क्लिनिकमा आइदिनु पर्ने भयो नि एकदमै इम्पोर्टेन्ट काम छ ए हस् छिटो आइदिनुहोस् है 10 मिनटमा आइदिनुहोस् है हस् आउँदै हो नि डक्टर कहाँ गयो यो डक्टर मलाई बोलाएर मेरो बुढी मारेर कहाँ छ यो डक्टर? खै होइन त्यो आफ्नो श्रीमतीको इलिगली अबर्सन गराउने तँ यो भिडियो मुद्दा हो अवश्य गर्नुहोस् पहिले गर्दा एउटा निर्दोष महिलाको मृत्यु भयो यस्तो जबरजस्ती गर्न पाइन्छ? यसो गर्न पाइन्छ के हो त्यसबाट कसले अधिकार दियो तँलाई? तँलाई त अब हुन्छ नि सर तँलाई त फाँसी नै सजाय हुन्छ तँलाई रोक तँलाई माफ गरिदिनुहोस् सर मबाट धेरै ठुलो भुल भयो। छोरो पाउने चक्करमा छोरी पनि गुमाएर मैले बुढी पनि गुमाउनु पऱ्यो। मेरो अब संसारमा कोही पनि छैन। अब मलाई तपाईँले जो सजाय दिनुहुन्छ त्यो भोग्न तयार छु। मलाई धेरै पश्चाताप लागिरहेको छ। In a society where silence often hides injustice, this story reflects a harsh reality still present in parts of Nepal. A woman's body is her own, yet her autonomy was taken away, her choice silenced by pressure, fear, and deep-rooted gender bias. Illegal abortion is not just a crime against the law, but against humanity itself. When a daughter is seen as a burden, we don't just lose a life, we lose compassion, equality, and dignity. Let this not be just a story, but a reminder. Respecting a woman's autonomy is not optional, it is a right.